कस्तो बिरुवा हो। तपाईको मेरो जरा चाहिँ कहाँ छ? अलिकति समस्या आयो, बाङ्गो बाङ्गो चर्चको विश्वासी दाजुभाइ भेटे पनि यसरी फर्केर हिँड्ने। अलिकति समस्या आयो भने है, खोलाको किनारमा रोपेको बोट नि जहिले पनि लह लह हुन्छै हुन्छ। के भने हामी भर्खर 8 मा पढ्यौं नि हैन, गर्मी हुँदा पनि त्यो के हुन्छ? डराउँदैन रे। हाम्रो विश्वासी जीवनमा फल नफल्नुको कारण पनि यही हो। अलिकति सानो समस्या आउँछ, ल है अब यो छोराछोरी हुर्के कि हुर्केन भने प्रभुले सानो समस्या छिस्स दिनुहुन्छ, मान्छे त कहाँ पुग्छ थाहा छैन, कहाँ गएर ठक्कर खान्छ थाहा छैन। हाम्रो जीवनमा सानो समस्या आउँदा पनि हामी नडराउँ न। हामी भन्ने गरौँ न, ओ म त जिउँदो पानीको मुहानसँग जोडिएको छु, म त खोलाको किनारमा रोपेको बोट जस्तै छु।